अहिले मानिसहरूले बजारमा यसो कतै कता भुइँया फैलाएको देख्छु। काङ्ग्रेस यो राष्ट्रसभाको सभापतिले त छाती थाप्छु भन्नुहुन्थ्यो। खगेन्द्र सुनाले बाँके 3 नम्बर क्षेत्रमा छाती थाप्छु भन्थे, कहाँ गयो भनेका छन्? रवि लामी छाने अहिले पनि छाती थाप्न तयार हुनुहुन्छ, गर्दन थाप्न तयार हुनुहुन्छ, काँध थाप्न तयार हुनुहुन्छ। तपाईँले ठेक्का लिनुभएको थियो, हामी यो समुदायको जिम्मा लिन आएका हौँ। तर विपक्षी भनिएका दलहरूको केही हरकतले गर्दा आम मानिसहरूमा, आम भूमिहीनमा, आम सुकुम्बासीमा, विशेष गरी मेरो घरमा, मेरो थरमा केही संशय पैदा गरेको छ। आज लाल पूर्जा दिने विषय आएको छ, आज सरकारले दिन्छु भनेको छ, सरकारले लेखेको छ, सरकारले दिन्छु भनेको छ। तर आज कांग्रेस के भन्छ, एमाले के भन्छ? कांग्रेसका सभापति संसदीय दलको कार्यालय अगाडिपट्टि उभिएर लाल पूर्जा दिन्छु भन्ने, अहिले दिन्छु भन्ने, आजै दिन्छु भन्ने। गरिबहरूलाई लाल पूर्जा दिँदै गर्दा कांग्रेसले विरोध गर्ने भन्ने हुन्छ, एमाले विरोध गर्ने भन्ने हुन्छ, माओवादीले विरोध गर्ने भन्ने हुन्छ। देखाउने खसी, खुवाउने फर्सी, त्यही पनि पर्सी भने जस्तो अहिले पनि त्यो भइरहेको छ, अहिले पनि भइरहेको छ। अहिले पनि मैले यस्तो देखिरहेको छु के मानिसहरूलाई अलमल पारिएको छ। गरिबहरूलाई जग्गा दिने विषयमा, गरिबहरूलाई न्याय दिने विषयमा, गरिबहरूलाई लाल पूर्जा दिने विषयमा जसरी राजनीति गरिएको छ यो कुरा, यो सामान्य कुरा छैन। कांग्रेसले भन्यो, एमाले भन्यो, माओवादीले भन्यो, सबैले भन्यो, कांग्रेस आएर भन्यो राणा फालेर दिन्छौँ भन्यो, एमाले आएर भन्यो पञ्चायत ढालेर दिन्छौँ भन्यो, माओवादी आएर भन्यो राजा फालेर दिन्छौँ भन्यो। राणा गयो, पञ्चायत ढल्यो, सरकार राजा गयो, लोकतन्त्र आयो, गणतन्त्र आयो, प्रजातन्त्र आयो। अब केले रोक्यो? सदनमा आउँदै गर्दा, सरकार बनाउँदै गर्दा सरकारले आफूले प्रतिबद्धता गर्ने अनुरूप, यो वाचा पत्रमा लेखे अनुरूप आज त्यो कुरा गर्ने तम तयारी गरेको छ। तर विपक्षी भनिएका दलहरूको केही हरकतले गर्दा आम मानिसहरूमा, आम भूमिहीनमा, आम सुकुम्बासीमा, विशेष गरी मेरो घरमा, मेरो थरमा केही संशय पैदा गरेको छ। के मानिसहरूलाई अलमल पारिएको छ? गरिबहरूलाई जग्गा दिने विषयमा, गरिबहरूलाई न्याय दिने विषयमा, गरिबहरूलाई लाल पूर्जा दिने विषयमा जसरी राजनीति गरिएको छ यो कुरा, यो सामान्य कुरा छैन। सम्माननीय सभामुख महोदय, यसरी कुनै सदनमा कुनै राजनीतिक दलले निर्वाचनमा जाँदै गर्दा कुनै राजनीतिक दलले यसरी जग्गा दिन्छु भनेर पहिलोचोटि छलफल भएको होइन। 2015 सालको निर्वाचनमा जाँदै गर्दा नेपाली कांग्रेसले पहिलो बुदामा के लेख्यो आफ्नो घोषणापत्रमा? भूमि नभएका किसानलाई, भूमि नभएका दलितलाई, भूमिहीनलाई जग्गा दिइनेछ भन्यो। 48 को निर्वाचनमा फेरि निर्वाचनमा जाँदै गर्दा नेपाली कांग्रेसले के भन्यो? त्यही शब्दलाई दोहोर्याएर फेरि भूमिहीन सुकुम्बासीलाई जग्गा दिइनेछ भन्यो। 51 को मध्यावधिमा भन्यो, 56 को निर्वाचनमा भन्यो, 64 मा भन्यो, 70 मा भन्यो, 74 मा भन्यो, 79 मा भन्यो, अस्तिको निर्वाचनमा पनि भन्यो। कांग्रेसले भन्यो, एमाले भन्यो, माओवादीले भन्यो, सबैले भन्यो, कांग्रेस आएर भन्यो राणा फालेर दिन्छौँ भन्यो, एमाले आएर भन्यो पञ्चायत ढालेर दिन्छौँ भन्यो, माओवादी आएर भन्यो राजा फालेर दिन्छौँ भन्यो। राणा